हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल दिस इज रुबिना महर्जन। आज चाहिँ माघको 17 गते हामी चाहिँ हाम्रो नेवारी कल्चर अनुसार घरमा कोही पनि बित्नुभयो भने चाहिँ हामी धेरै ठाउँमा गएर चाहिँ अब बत्तीहरू बाल्न जानुपर्ने हुन्छ। सँगसँगै नमोबुद्धा भन्ने ठाउँमा पनि बत्ती बाल्न चाहिँ जानुपर्ने हुन्छ। अनि आज चाहिँ हामी मेरो पनि डे अफ अनि स्याटरडे भएको भएर चाहिँ हामी फ्यामिलीहरू पनि चाहिँ नमोबुद्धामा चाहिँ बत्ती बाल्न जान लागेको छौँ। सो अब हाम्रो फ्यामिलीहरू को जान भ्याउनुहुन्छ हामीले गाडी रिजर्भ गरेको छौँ। मम्मीहरूले तल अघि नै उठेर समय बजीको लागि चाहिँ खानेकुराहरू रेडी गरिसक्यो सो द्याट त्यहाँ गएर खानालाई फिजिबल होस्। अनि अब चाहिँ हामी रेडी भएर जान लाग्यो। गाडी खै 7:30 बजीतिर आइपुग्छ भने तर नेपाली टाइम 7 बजीदेखि आउँछ। म भर्खर उठेको छु, हिजो मेरो 4 to 8 ड्युटी गरेर उठेको। अब रेडी भएर जाम है त। जानलाई रेडी भएँ म। दिस इज माई लुक। हामी जाँदैछौँ। आइ भन देख्दै हामी सबैजना गाडी चढिसकेका छौँ र अब हाम्रो नमोबुद्धको यात्रा सुरु हुँदैछ। चाङाथली हुँदै बालकोट हुँदै चाहिँ नमोबुद्धको बाटो। तिमीले हिल सबैजना खेल्ने पहिला स्टार्टिङ टिम ल एक लाइनमै सक्यो। ल यहाँबाट कसको पालो? ल होइन मेरो होइन भाउजूको पालो। होइन यहाँबाट सुरु गरे होइन ग्रुप हो नि त, यता एउटा ग्रुप यता एउटा ग्रुप। यहाँ म एक्लै भयो नि भएन। तिमी र आमा मामु र आमालाई त भन्न आउनु पर्यो नि। ल यहाँबाट ओहो यहाँबाट त यो बाटो कहाँ जाने हो तिमीको जाने हो जाउँ म पनि जान्छु। सुन्नु पर्यो नि हामी कति नाच्ने तिमीहरूले सुनेछ? छिबाजु छैन। ल अब के भयो? कबाट यिनीहरूलाई गाउँ न, कबाट गीत गाउँ न। तिनवटा टिम बनाउनु के पुग्यो? मरे ल मबाट गाउँ मबाट। ल गाइहाल है। टिक टिक वान आएन त्यत्रो गीत छ त मबाट। सुनेन उसले गीत गाएको सुनेन। ल खै गाडीले नै गीत बजायो। नमोबुद्ध भनेर चाहिँ होइन भगवान बुद्ध छ नि हाम्रो गौतम बुद्ध, त्यो चाहिँ गौतम बुद्ध भनेर सिद्धार्थ भनेर जन्मिनुभन्दा ठ्याक्क अगाडिको चाहिँ जन्म हो नि के नमोमा चाहिँ जन्मिन्छ। अनि त्यही पनि त्यहाँ चाहिँ किन इम्पोर्टेन्ट छ भन्दाखेरि चाहिँ त्यो चाहिँ भगवान बुद्ध कुनै मान्छे चाहिँ भोलि गएर भगवान बुद्ध हुन्छ भने त्यसलाई बोधिसत्व भन्छ होइन। त्यो बोधिसत्व चाहिँ अन्तिम लाइफ चाहिँ त्यहाँ हो। अनि त्यो चाहिँ त्यसलाई त्यहाँ चाहिँ राजकुमार थियो कि राजा थियो कि जस्तै हुन्छ होइन। अनि त्यस्तो ठाउँको भएर पनि उसले चाहिँ सिकार खेल्न जान्छ होइन। सिकार हन्टिङ जान्छ। हन्टिङ जाँदाखेरि चाहिँ त्यहाँ नमोबुद्धको आज जान्लाको ठाउँको के म देखाइदिन्छु। सिकार खेल्न जान्छ होइन। अनि जाँदाखेरि चाहिँ उसले चाहिँ एउटा पेट बोकेको प्रेग्नेन्ट भनेको पेट बोकेको बगिनी भयो क्या, बाघको फिमेल बगिनी भन्छ नि हो। त्यो बगिनी चाहिँ बेच्छ। अनि त्यो चाहिँ बाघ टाइगरको फिमेल होइन। त्यो बगिनी चाहिँ प्रेग्नेन्ट हुन्छ होइन। प्रेग्नेन्ट भएको तर अनि त्यसमा ऊ चाहिँ केही खानु नसकेर हिँड्नै नसकेर अप्सान भेट्छ क्या। अनि त्यो यस्तो भोकाएको हुन्छ त्यसले चाहिँ त्यो राजकुमारलाई छापिन पनि सक्दैन क्या। अनि राजकुमारलाई
समयमा लाग्दैन होइन उसले ल्याएको तरबारी या के चक्कुले चाहिँ आफ्नो छाला काटेर उसलाई खुवाउँछ क्या त्यही भएर अनि त्यसपछि त्यसको जन्मपछि अर्को पछि चाहिँ यहाँ सिद्धार्थ भएर ऊ बुद्ध भगवान् बन्छ त्यही भएर चाहिँ यो ठाउँमा चाहिँ हामी मान्छेहरू आफ्नो परिवार बितेपछि चाहिँ भेट्न जान्छ त्यहाँ त्यस पूजा गर्न जाँदो रहेछ क्या त्यहाँबाट त्यस पुण्य लाभ होस् ठाउँमा पुगोस् भनेर चाहिँ हामी त्यहाँ पूजा गर्न जाँदाखेरि चाहिँ गर्दछौँ साँच्चै अनि त्यो बाघले 5वटा बच्चा पाएको थियो होइन अनि कोहीले देखेर त थाहा पाएर यो कथा भयो भने अनि त्यो बाघहरू चाहिँ अनि यो भगवान् बुद्धको पालन 5जना इम्पोर्टेन्ट के भन्थेहरू छ क्या त्यो 5वटा भन्थे पनि त्यो बाघहरू पछि त्यो भन्थे बनेको भन्छ क्या यो स्टोरी अनुसार चाहिँ ल हामी चाहिँ अहिले थोरै टोइलेट ब्रेक आएको छौँ उ त्यहाँ छ हाम्रो गाडी यहाँ हाम्रो भुन्टी टोइलेटको अगाडि बसेर बिस्कुट खाइरहेछ यहाँ हाम्रो सानोहरू हामी कहाँ पनौटी आइपुग्यो होइन हामी निजी आइपुग्यो ल हाम्रो अब बिस्किट ब्रेक लन्च ब्रेक भन्ने स्न्याक ब्रेक Tam thu paket kalu mo. ज्ञान तामाङ स्न्याक ब्रेक हाम्रो Din mo mai ra mo. ल हामी रिच हाम्रो निम्ति चिज खाइरहेको हामी आइपुग्यो यहाँ भनेर ल ल हाम्रो गाडीमा ल पपलाएर थिएन है कस्तो राम्रो राम्रोहरू यो कस्तो राम्रो र मलाई चाहिँ त्यो मन पर्यो यो पनि राम्रो छ Ni len kinan. का माने घुमाउँदै जामा हामी ठुलो हो भित्र फेरि गर्ने बिस्तारै 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 त्यसो गर्नु
बिस्तारै जाउँ न स्वयम्भूमा छ कि सबै लिनु टर्नाडो होला कप्ता कति क्युट मोरन धारा ढुङ्गे डाँडामा त्यो खोल्यो भने आउँछ बिस्तारै खोल आएन रुक्दैन जाऊ मामला आउँछ मामला आउँछ कि सोध त कति ठुलो फर्सी है कत्रो फर्सी रहेछ योभन्दा ठुलो देखाएको छु नि सक्छ नानीले सक्छ सक्दैन कति आउँछ अरे निनी मात्रै गएछ मूर्तिमा हुन्छ हो त्यो मूर्ति मूर्ति हो क्या पहिला पहिला त भइसक्यो अनि कहाँ हुन्छ त फर्स्ट टाइम देखेको के फर्स्ट मैले खानु हामी खाइदिन्छ चढ्दै ठुलो भए कसरी ठुलो नखाने ठुलो ल बिस्तारै हेर्दै हिँड है यो के हो त्यो आँखा जस्तै को है होइन मेनबत्तीको जस्तो छ के हो यो व्याक्सको हुन्छ नि व्याक्स सम्झेर नि सबै सम्झेर बित्नु भएकोहरू सम्झनामा हुन्छ नि फर मेमोरी खोलिदिन्छ यो हजुर होला तिमीहरूलाई लड्छ बिस्तारै र सबैको फोटो भाइको उयोले भन्छु यो त कस्तो हामीले चिना चिना मान्छे जस्तो छ त है मुभीको होला होइन तिम्रो क्रिजान छ नि क्रिजानको मामा जस्तो ला कल्पना भाउजू कि जस्तो ल्या म न एक्सिडेन्टै मरु छु ल्या माथिसम्म जानु बिस्तारै जाऊँ न धेरै माथि नि बोक भने म बोक्न सक्दिनँ तिमीहरूलाई बिस्तारै हिँड्न दौडेर हिँड्यो भने हिँड्न सक्दैन हामी नि हिँड्न सकेन सबै कति फोटो हालेको छ हामीले किन फोटो नटाछ हामीले बिर्स्यो
बाको फोटो ल्याउनु पर्ने है बाजाको बिर्स्यो नि सबैले राख्नुपर्छ भन्ने छैन नि आफ्नो इच्छाले जानुपर्छ नि कति माथि जानुपर्छ भाइ बिर्सेको मैले त टाढो छ फोटो रहेछ क्या कसको सानो फोटो है यो के हो भित्रको च्याउ नछौ पोइजनस हो क्या खान नमिल्ने च्याउ पोइजनस च्याउ जङ्गली च्याउ यो व्हाइट कलरको देखिन अनि छुयो भने के हुन्छ त अनि कहिले फोटो अब चाहिँ फोटो आएन है फोटो देखिन है तेरि तलतिर नजिक नजिक नजिकमा त हाल्यो क्या मिलेर भोक लागिसक्यो होला है कति पुरानो होला हेर पानी परेको भएर भिजिसक्यो फर्म दाग देख्यो भने देख्दैन होला अहिले त अनि कहाँ त यहाँ मेरो गोजीमा छ ल ल यहाँ बस्छ उता उता फुकाल्नु पर्यो के छ वाङ्गै माथि तिमीहरू बाको नहेर्ने आऊ न तिमीहरू दुईजना माथि गएर डर लाग्यो नि अघि कहाँसम्म मन छ भने खाऊ नभए नखाऊ खोलिसियो गरेर पछाडि डर लागेर भागेर आएको यिनीहरू त्यहाँ माथि त ऊ हो नि त अनि डर लाग्दैन त हेर हात खल्टीमा नहालिकन बाहिर राखेर फटाफट हिँड त तिमीहरू त्यो डर लाग्यो उ त्यो रुख डर लाग्यो ढल्केर कस्तो राम्रो सिन हेर यहाँबाट हाम्रो घर कहाँ होला है देख्दैन कहाँ जाऊँ जाऊँ हेर्दै जाऊँ बिस्तारी छेउमा नजाऊ न छेउमा नजाऊ त भिटा भिटामा टाँसेर हिँड तिमीहरू बाटोमा हेर्दै हिँड त कतिवटा सिटी होला यहाँ काउन्ट गरेन काउन्ट गर्नुपर्छ जाँदाखेरि गर्छु ल गर्न त जाँदाखेरि अनि यहाँबाट डर लागेर फर्केर कुन भर्यो है पूर्ण बहादुर गुरुङ रे त्यही आमाको कतिवटा फोटो जस्तो छ हेर एकदमै खतरा होला माथिसम्म आउने भने तिमीहरूलाई एक्सर्साइज हुन्छ भनेर नि आउँछ यहीँ हो ल ल ऊ त्यहाँनिर यसो बस्नु माथि चाहिँ एकछिन आउनु रे पानी खानु हुँदैन हो क्या यहाँ आऊ न यहाँनिर कहाँनिर थियो बिर्स्यो मैले त हेर त्यस्तो बुढी बजे त्यस्तो टुटाटा लगाएर त हिँडिरहेछ तिमीहरू बिस्तारै बिस्तारै हिँड ल गल्यो एकछिन पखाल कति हाइटमा आइपुगेर त हामी हो र खोला खोला लड्दैन
माथि चढाउन प्यान्ट ल मा पनि आइपुग्यो ल तवा नभए टुइटै भयो टोपी खाने अलि ग्याट ढ्यापे हाल्न कुवा हो ग्याट मस्ते ग्याट हाल्यो खा मस्ते हामी उल्टोबाट आयो जस्तो छ थाहा छ हामी निस्किने बाटोमा माथिबाट बाँध नि त हुँदैन है तिम्रो हल्ला नगर है यहाँ हल्ला गर्नु हुँदैन हामी यहाँ हलम्छ हल्ला नगर कति राम्रो है सबै त्यसमा कस्तो भएको र यहाँ राजकुमार निस्केको त्यहाँ गएको खोला तरेको फोटो के माथि है त्यो चाहिँ मैले देख्दै देखिनँ त छ क्या तर छनु चाहिँ छ कहाँ छ सबै सेम रहेछ है भगवान बुद्ध इन्डियन मुड पनि लेख्छ नि यो नाम हो नि त इन्डियनहरू पनि आउँछ नि त उनीहरूले पनि अफर गरेर जाने हो नि त अफरिङ हो नि त अफरिङ यो खै के को स्टोरी जस्तो छ क्या यो पिक्चर हेऱ्यो भने फोटो खिच्दै राम्रो छ त्यो माथिको राम्रो क्या है तर माथि त कसरी बनाउने मान्छेलाई थाहा फोटोहरूले के भयो खै फोटोमा तिमीले हेरे होइन पहिलाको त्यसमै होला नि त त्यो गरेको है प्रे गर्छ भने होला न
कता हो कता सोधौँ है अब कसैलाई यहाँ मुनि हो कि यो होइन भने अर्कै छ अर्को पिक्चरै छ क्या तर कहाँ छ पिक्चर भन्नाले मूर्तिकै पिक्चर हो क्या है जानुपर्छ पर्छ भने त्यहाँ रेस्टुरेन्ट छ यहीँ खोल माथि प्रे भइरहेछ जाउँ हेर्न जाउँ नडराउ न हल्ला नगर न प्रे गरिरहेछ ललिपप ठुकन ल नदौड्यो हल्ला नगर कति बज्यो 10 बज्यो होला त कस्तो राम्रो छ यहाँ छ बज्यो हात नमस्ते गरेर जाउँ खोइ कहाँ हो कहाँ म त बिर्से यो खोल त्यो उता माथि रहेछ क्या ए यताबाट रहेछ त्यस्तो यिने मैले तिमीहरूले जानु सक्दैन हो त्यहीँ हो होइन उता उता बिस्तारै हेरेर हिँड्न है बस्न मन लाग्यो थाक्यो माथि गएर ल वैशाख 3 गते रे 68 साल जाम 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 हिँड 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 हामी तलबाट फेरि माथि चढेर तल आयो ल त्यहाँ हेर ल ल बाघलाई हेर्न आऊ ल दिदीले अघिदेखि भनेको यहीँ हो ल देखिस् ओरिजिनल चाहिँ त्यो अघि हामी बसेर खाउँको ओरिजिनल त त्यो भयो कि यो पिक्चर चाहिँ भन्नु देखियो सोधा गरिदिएको हेर यसको थाइको पनि कट गरेर हातको पनि कट गरेर दियो ल ओ त्यसले काट्यो होला नि त कुन पैसा त्यो होला चाइनिज पैसा भुटानको पैसा ल अब चाहिँ भोक लाग्यो है सबलाई कति बज्यो ल जाम 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 भयो